समस्याग्रस्त सहकारीको ऋण तिर्न सरकारले निकालियो 15 दिनको सूचना। नतिर्नेको सम्पत्ति निलाम हुने, तर ठगीमा परेका बचतकर्ताप्रति सरकार मौन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीबाट ऋण लिनेहरूलाई 15 दिनभित्र ऋण चुक्ता गर्न कडा सूचना जारी गरेको छ। तोकिएको समयभित्र ऋण नतिर्नेहरूका सम्पत्ति रोका गर्ने, सार्वजनिक सेवा सुविधा बन्द गर्ने र अन्ततः धितो निलाम गर्ने चेतावनी दिएको छ। तर सहकारीबाट ठगीमा परेका बचतकर्ताको समस्या समाधानतर्फ भने सरकारले प्रभावकारी कदम चालेको देखिँदैन। ऋण उसुलीमा कडाई देखिए पनि सहकारी ठगीमा परेका बचतकर्ता को रकम फिर्ता र न्याय सुनिश्चिततातर्फ सरकारी सक्रियता कमजोर देखिएको भन्दै प्रश्न उठ्न थालेका छन्। यसले सरकारको ध्यान ऋणीमाथि बढी केन्द्रित भएको र ठगीमा परेका बचतकर्ताहरू झनै अन्योलमा परेको देखिन्छ। सरकारले सार्वजनिक गरेको समस्याग्रस्त सहकारीहरूको लिस्ट यस्तो छ। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र सेन्ट्रल कलेज।